आदरणीय दर्शक साथीहरू नमस्कार। म योग गुरु प्राणायाम हिलर रवि वैद्य। आज म यहाँहरु समक्ष अनुलोम विलोम प्राणायाम लिएर उपस्थित भएको छु। अनुलोम विलोम एक संस्कृत शब्द हो। अनु को अर्थ सुल्टो अर्डरली हो भने वि को अर्थ उल्टो डिसअर्डरली हो अनि लोम को अर्थ कपाल हो। यसरी अनुलोम विलोम को अर्थ सुल्टो कपाल र उल्टो कपाल हो। हाम्रो भाषामा हामी दायाँलाई सुल्टो मान्छौं, बायाँलाई उल्टो मान्छौं। दायाँ नाकबाट सास तान्ने र दायाँ नाकबाट सास छोड्नेलाई सुल्टोबाट सास तान्ने र सास छोड्ने भनिन्छ भने बायाँ नाकबाट सास तान्ने र बायाँ नाकबाट सास छोड्नेलाई उल्टोबाट सास तानेको मानिन्छ। यसरी बायाँ र दायाँबाट सास तानेर छोडेर गरिने प्राणायामलाई अनुलोम विलोम प्राणायाम भनिन्छ। योगको व्याख्या अनुसार हाम्रो शरीरमा 72,000 नाडीहरू छन्। ती मध्ये 3 नाडी प्रमुख छन्, इडा, पिङ्गला र सुषुम्ना। हाम्रो नाकको बायाँ नाकलाई इडा नाडी भनिन्छ भने दायाँ नाकलाई पिङ्गला नाडी भनिन्छ। बायाँ नाकबाट चिसो हावा आउँछ, चिसो हावा जान्छ अनि पिङ्गला नाडी हाम्रो दायाँ नाकबाट तातो हावा आउँछ, तातो हावा जान्छ। सुषुम्ना नाडी न्यूट्रल हो। स्पाइनल कर्ड भित्र बोन म्यारोलाई सुषुम्ना नाडी भनिन्छ। कुनै एक ध्यान आसनमा बस्ने पद्मासन, सिद्धासन, सुखासन, वज्रासन आदिमा बसेर पनि यो अनुलोम विलोम प्राणायाम गर्न सकिन्छ। ध्यान गर्ने आसनमा बस्न सक्नुहुन्न भने पलेटी कसेर वा मेचमा बसेर पनि अनुलोम विलोम प्राणायाम गर्न सकिन्छ। ढाड सिधा गर्ने, आँखा बन्द गर्ने, मुख बन्द गर्ने, औँलाहरू यसो राख्ने, यो साइली औँला र कान्छी औँला यसरी, बुढी औँला यसरी, यो दुईटा औँला यसो राखेर गर्न सकिन्छ। दायाँ नाक बन्द गरेर बायाँ नाकले सास छोड्ने। अब बायाँ नाकले नै सास तान्ने, बायाँ नाक बन्द गरी दायाँ नाकले सास, बायाँ नाकले नै सास तान्ने, दायाँ नाक बन्द गरेर बायाँ नाकले सास छोड्ने। यो अनुलोम विलोम प्राणायामको एक चक्कर हो। अनुलोम विलोम प्राणायामले नसाहरू सफा गर्छ, मानसिक क्षमता बढाउँछ। अनुलोम विलोम प्राणायामले साधकको रक्त सञ्चार प्रणाली र श्वास प्रश्वास प्रणाली राम्रो गराइदिन्छ। मुख चहकिलो बनाउन मद्दत गर्छ। साधकको सबै सिस्टमहरू क्रियाशील हुन्छ र स्वस्थ हुन्छ। डिप्रेसन, मानसिक तनाव, अनिद्रा भएका साधकहरूको लागि अनुलोम विलोम प्राणायाम फाइदाजनक हुन्छ। ब्रेन शार्प हुन्छ, एकाग्रता बढाउन मद्दत गर्छ, शरीर सधैँ स्वस्थ राख्न मद्दत गर्छ। पार्किन्सन, प्यारालिसिस जस्ता नसा सम्बन्धी समस्या भएका साधकहरूले अनुलोम विलोम प्राणायाम विशेष गर्नुपर्छ। यसरी अनुलोम विलोम प्राणायामबाट धेरैभन्दा धेरै फाइदा हुन्छ। यो अनुलोम विलोम प्राणायाम 3 वर्ष, 3 वर्षभन्दा माथिका जुनसुकै उमेरका साधक साधिकाले पनि गर्न सकिन्छ। शरीरभित्र जस्तो सुकै समस्या भएका साधक साधिकाले पनि अनुलोम विलोम प्राणायाम गर्न सकिन्छ। यसमा कुनै समस्याको पाबन्दी छैन। अनुलोम विलोम प्राणायाम कम 5 मिनेट गर्नुहोला, बढीमा आधी घण्टासम्म पनि गर्न सकिन्छ। हस्, अर्को हप्ता कुनै एक मोटिभेसनल कुरा लिएर आउँछु, प्रेरणादायी कुरा लिएर यहाँहरु समक्ष उपस्थित हुने वाचा गर्दै आजलाई बिदा माग्छु। हस्, स्वस्थ रहनुस्, सुखी रहनुस्, सफल रहनुस्। नमस्कार। जोजोलोपा।